नमस्ते, मेरो नाम सुमिरन दियाली हो र म सप्लिमेन्टल न्युट्रिसन एसिस्टेन्ट प्रोग्राम जसलाई स्न्याप भनेर चिनिन्छ त्यसको बारेमा भइरहेको परिवर्तनहरूको बारेमा तत्काल जानकारी प्रदान गर्न मद्दत गर्दैछु। म जानकारी प्रदान गर्दैछु जुन रेस्टोरिङ डिग्निटीद्वारा सावधानीपूर्वक एकत्रित गरिएको छ र शुद्धताको लागि अन्य एजेन्सीहरूद्वारा समीक्षा गरिएको छ। यदि तपाईँसँग कुनै प्रश्न छ भने कृपया मलाई पठाउनुहोस् र म रेस्टोरेन्ट डिग्निटीलाई दिनेछु। यदि थप परिवर्तनहरू भएमा हामी तपाईँहरूलाई अझै पनि जानकारीहरू प्रदान गर्नेछौँ। र हाम्रो प्रश्नहरू यस प्रकार रहेका छन्। पहिलो प्रश्न, भइरहेको प्रमुख परिवर्तनहरू के हुन् भन्ने प्रश्न छ। सोमबार अक्टोबर 20 तारिक 2025मा स्न्यापका लाभहरूको लागि को योग्य छ भन्ने बारेमा कानुन परिवर्तन हुनेछ। यसले शरणार्थी, एसआइभी र अफगान पेरोलीहरू सहित ग्रिन कार्ड नभएका मानिसहरूलाई असर गर्नेछ। यदि तपाईँसँग ग्रिन कार्ड छैन र तपाईँले स्न्याप सुविधाहरू प्राप्त गरिरहनु भएको छ भने तपाईँको खाद्य सहायता तपाईँको अर्को स्न्याप पुनः प्रमाणीकरणमा समाप्त हुनेछ, जुन प्रत्येक 6 महिनामा हुन्छ। उदाहरणको लागि, यदि तपाईँसँग ग्रिन कार्ड छैन र तपाईँले 5 महिना अघि स्न्यापको लागि पुनः प्रमाणित पेशगत कागजात पेश गर्नुभएको छ भने पुनः प्रमाणित गरेको 1 महिनाभित्र तपाईँले आफ्ना सुविधाहरू गुमाउनुहुनेछ। यदि तपाईँले 6 महिना अघि पुनः प्रमाणित गर्नुभयो भने अक्टोबर 20, 2025मा वा नजिकै पुनः प्रमाणित गर्दा तपाईँको सुविधाहरू समाप्त हुनेछ। तपाईँको घर परिवारमा नागरिक वा ग्रिन कार्ड भएका कोही नभएसम्म तपाईँ फेरि स्न्याप प्राप्त गर्न योग्य हुनुहुने छैन। केवल त्यो व्यक्ति मात्र योग्य हुनेछ। र अर्को प्रश्न चाहिँ यो के भइरहेको छ भन्ने प्रश्न छ। काङ्ग्रेस र राष्ट्रपति ट्रम्पले यस वर्षको सुरुमा रिकन्सिलिएसन बिल वा वान बिग ब्युटिफुल बिल पारित गरे। यस बिलको एक भाग ग्रिन कार्ड नभएको जो कोहीको लागि स्न्याप अथवा खाद्य सहायता लाभहरू समाप्त गर्ने समावेश थियो। यो बिलका कारण अमेरिकाका हरेक राज्यमा यी परिवर्तनहरू भइरहेका छन्। यो परिवर्तनको एकमात्र तरिका भनेको हाम्रो निर्वाचित अधिकारीहरूले कानुनको यो भाग परिवर्तन गर्न फरक बिल पारित गर्नु हो। यदि मेरो बच्चा नागरिक हो तर मेरो ग्रिन कार्ड छैन भने के हुन्छ भन्ने अर्को प्रश्न रहेको छ। यदि घर परिवारमा कसैको ग्रिन कार्ड छ वा अमेरिकी नागरिक छ भने तिनीहरूले स्न्याप सुविधाहरूको लागि आवेदन दिन सक्छन्। यद्यपि तिनीहरूको सुविधाहरू घरमा बस्ने सबैको कुल आम्दानीद्वारा निर्धारण गरिनेछ, स्न्यापको लागि योग्य नभएका व्यक्तिहरू पनि। उदाहरणको लागि, यदि तपाईँको परिवारमा 8 जना छन् र तपाईँको बच्चा अमेरिकी नागरिक हो भने डिएचएसले तपाईँको आम्दानीलाई 8ले भाग गर्नेछ र एक व्यक्तिको लागि योग्यता निर्धारण गर्दा त्यसलाई बच्चाको आम्दानीको रूपमा विचार गर्नेछ। र अर्को प्रश्न, यदि म मेरो परिवारको लागि खाना किन्न सक्दिनँ भने के हुन्छ? यदि यो धेरै परिवारको लागि दुर्भाग्यपूर्ण वास्तविकता हुनेछ। खाना प्राप्त गर्ने एउटा तरिका भनेको फुड पेन्ट्री अथवा खाना पेन्ट्रीहरूमा जानु हो। यी निःशुल्क खाना दिने ठाउँहरू हुन्। हाम्रो वेबसाइटमा 13 भाषाहरूमा अनुवादित फाइलहरू छन्। rdomaha.org/foodpantry
फुडमा तपाईँ यसलाई देख्न सक्नुहुन्छ। आफ्नो पूजास्थलसँग कुरा गर्नुहोस्, किनकि उनीहरूसँग केही स्रोतहरू हुन सक्छन्। तपाईँका बच्चाहरूको स्कुलको सामाजिक कार्यकर्ताले केही सहयोग प्रदान गर्न सक्षम हुन सक्छन्। खानामा थप पहुँच प्राप्त गर्ने अन्य सम्भावित तरिकाहरू हुन्। नम्बर 1, यदि तपाईँले कर फिर्ता अथवा ट्याक्स रिटर्न पैसा फिर्ता पाउनुभयो भने त्यसलाई तपाईँले बचत गर्नुहोस् र खानाको लागि प्रयोग गर्नुहोस्। र अर्को चाहिँ, यदि तपाईँका किशोर किशोरीहरू छन् भने तपाईँको घर परिवारमा तिनीहरूलाई जागिर दिनुहोस् र त्यो पैसा खानको लागि प्रयोग गर्नुहोस्। र अर्को चाहिँ, सकेसम्म धेरै खर्च कटौती गर्नुहोस्। दुर्भाग्यवश यी मध्ये कुनै पनि विकल्पले समस्या समाधान गर्दैन, तर तिनीहरूले थोरै तरिकाले मद्दत गर्न सक्दछन्। र अर्को प्रश्न यस प्रकार रहेको छ, यदि मैले ग्रीन कार्डको लागि आवेदन दिएको छैन भने मैले के गर्नुपर्छ भन्ने प्रश्न छ। यदि तपाईँले आफ्नो ग्रीन कार्डको लागि आवेदन दिनुभएको छैन भने तपाईँले तुरन्तै आवेदन दिनुपर्छ। ग्रीन कार्ड तपाईँले प्राप्त गर्न धेरै लामो समय लाग्छ। तपाईँले जति चाँडो आवेदन दिनुहुन्छ, तपाईँले फेरि स्न्यापको लागि योग्य हुन त्यति नै कम समय पर्खनु पर्नेछ। यो भिडियो हेरिदिनु भएको लागि धन्यवाद। कृपया यो भिडियो आफ्नो समुदायसँग साझा गर्नुहोस्, ताकि धेरै मानिसहरूलाई के भइरहेको छ भन्ने बारे जानकारी गराउन सकियोस्। कृपया ध्यान दिनुहोस् कि ओमाहामा धेरै मानिसहरू छन् जो कि के भइरहेको छ भनेर धेरै दुखी छन् र यो कानुन परिवर्तन गर्न कडा परिश्रम गरिरहेका छन्। हामी तपाईँ र तपाईँको परिवारको लागि लडिरहन सक्दो प्रयास गर्नेछौँ। हवस् त, धन्यवाद, नमस्ते।